Good afternoon, sir. Good afternoon. सन्चै हुनुहुन्छ हजुर? सो अहिले चाहिँ लाइक अस्ट्रेलियाको भिजा रेटमा हामीले एकदमै धेरै चेन्जेसहरू देखिरहेको छ। न्यू डाटाहरू पनि पब्लिस भइरहेको छ। त्यसको बारेमा चाहिँ हजुर के भन्न चाहनुहुन्छ? हो अभियसली पनि 2000 जुन चाहिँ 25 को अप्रिलबाट जुन भिजा रेट राम्रो दिइरहेको थियो सँगसँगै अनि त्यसपछि अहिले पछिल्लो जुन भिजा जुन नोभेम्बरबाट डिक्रिज हुन थाल्यो 2025 को डिसेम्बरमा चाहिँ झन् बढी भिजा सक्सेस रेट डिक्रिज भयो। डिसेम्बरभन्दा जनवरीमा झन् बढी भिजा सक्सेस रेट चाहिँ डाउन भएको छ, जुन चाहिँ 29.9% भिजा सक्सेस रेट छ भने त्यसलाई आधार मान्दाखेरि चाहिँ डे टु डे नेपालको चाहिँ भिजा एप्लिकेसन चाहिँ रिजेक्सन भयो, जुन चाहिँ वर्स कन्डिसन चाहिँ हो। सो यो रिफ्युजलको लागि रिजन चाहिँ के होला त सर? रिफ्युजल हुनु पछाडि चाहिँ दुई तिनवटा कुराहरू हामी देख्छौँ। एउटा भनेको चाहिँ जो विथिन 12 मन्थभित्र 1 वर्षभित्रमा चाहिँ अनसोर र अफसोर गरेर नेपालको एप्लिकेसन चाहिँ लगभग 70,000 भन्दा बढी एप्लिकेसन गयो अस्ट्रेलियन हाई कमिसन भिजाको लागि, जुन चाहिँ नेपालको मार्केट हेर्दाखेरि त्यो चाहिँ एकदम ह्युज नम्बर हो। त्यो कारणले पनि उनीहरूले चाहिँ नेपालको एप्लिकेसनमा चाहिँ रिजेक्सन गरेको देख्छौँ हामी। सँगसँगै अर्को चाहिँ अस्ट्रेलिया भिजा खुल्यो भनेर चाहिँ जसले पनि अस्ट्रेलिया एप्लाई गर्न थाल्यो, जो विद्यार्थीको एकाडेमिक इङ्ग्लिस इफिसियन्सी र फाइनेन्सियल क्यापेबल नभएको विद्यार्थी पनि त्यो भोल्युममा एप्लिकेसन जाँदाखेरि चाहिँ त्यसले पनि भिजा रिजेक्सनमा चाहिँ भएको हामी देख्छौँ। र अर्को पार्ट भनेको चाहिँ कतिपय कुराहरूमा फल्स डकुमेन्टहरू पनि बढी गएको हामी देख्छौँ। त्यसले गर्दा पनि अस्ट्रेलियन हाई कमिसनले चाहिँ त्यो एप्लिकेसन कन्ट्रोल गर्नलाई भए पनि भिजा रिजेक्सन सङ्ख्या चाहिँ अत्याधिक भएको हामी देख्छौँ। सो सेप्टेम्बर इन्टेकभन्दा अगाडि चाहिँ भिजा रेट चाहिँ एकदमै राम्रो थियो है। सो पछि चाहिँ एकदमै कम हुँदै गयो। त्यसमा चाहिँ हजुरले के चाहिँ डिफ्रेन्स देख्नुभयो त सेप्टेम्बरभन्दा अगाडि र त्यसपछिको भिजा रेटमा? ओके, जुन सेप्टेम्बरभन्दा अगाडि अस्ट्रेलियन गभर्मेन्टले चाहिँ लगभग नेपालको लागि सिनारी मोर देन 95% भिजा दिइरहेको थियो भने त्यसपछि के भने एप्लिकेसनहरू चाहिँ अब ल अस्ट्रेलिया भिजा सबैले पाउँदैछ भनेर चाहिँ फर्स्ट डकुमेन्टहरू पनि भिजाको लागि हाल्न थालेको देख्यौँ। सँगसँगै अस्ट्रेलियन गभर्मेन्टले चाहिँ जुन चाहिँ हामी प्यानमा देखिने इन्कम भन्छौँ, प्यानमा देखिने इन्कम कम तर नन प्यान इन्कम जस्तै एग्रिकल्चर होला, ल्यान्ड लिज होला, हाउस रेन्ट होला, जुन इन्कम चाहिँ प्यानमा देखिँदैन त्यो इन्कम हाल्ने सङ्ख्या अत्याधिक हाई भयो। त्यसले गर्दा अस्ट्रेलिया हाई कमिसनले चाहिँ इन्कम जेन्युन हो या होइन भेरिफाई गर्ने कुनै अप्सनहरू रहेन। त्यसले गर्दा पनि भिजा रिजेक्सन चाहिँ पछिल्लो आवरमा चाहिँ धेरै रिजेक्सन भएको देख्छौँ हामी चाहिँ। सो अब अप्लाई गर्ने स्टुडेन्टहरूलाई चाहिँ कस्तो डकुमेन्ट्सहरू बनाउनु पर्छ भन्ने टाइप सजेस्ट गर्न चाहनुहुन्छ त हजुर? ओके, राम्रो क्वेसन। जुन चाहिँ अब हामी के भन्छौँ नि अस्ट्रेलियन जुन हाई कमिसनको कुरालाई बेस मानेर हामीले हेर्दाखेरि चाहिँ सकेसम्म अस्ट्रेलिया एप्लाई गर्नु छ भने हामी हरेक इन्कम चाहे हाम्रो स्यालेरी होला, बिजनेस होला, प्यानमा देखिने इन्कमलाई चाहिँ हामीले फर्स्ट प्रायोरिटी दिनु पऱ्यो र त्यो इन्कम चाहिँ कम्तीमा नि 1 इयरदेखि हाम्रो ब्याङ्कमा डिपोजिट भएको हुनु पऱ्यो। भनेपछि अब 100% इन्कम हाम्रो प्यानमा देखिएन भने पनि कम्ती नि मोर देन 70% इन्कम चाहिँ हाम्रो प्यानमा देखिने हाल्नु पऱ्यो भिजाको लागि भने बाँकी रेस्ट अफ द 30% इन्कम चाहिँ हामी हाउस रेन्ट, ल्यान्ड लिज, एग्रिकल्चर पनि राख्न सक्छौँ। त्यो नै हामी सल्लाह दिन्छौँ विद्यार्थीहरूलाई चाहिँ बरु छैन भने हतार नगर्नुहोस्। सबै इन्कमहरू चाहिँ तपाईँको स्यालेरी होला, बिजनेस होला, आफ्नो अकाउन्टमा चाहिँ बिजनेस हो भने बिजनेस एकाउन्टमा राख्नु पऱ्यो, टर्नओभर गर्नु पऱ्यो भने, स्यालेरी हो भने पर्सनल एकाउन्टमा टर्नओभर गर्नु पऱ्यो, जसको चाहिँ नेपाल सरकारले तोकेको ल अन्त ट्याक्सेस सिस्टम अनुसार चाहिँ उसले करहरू तिर देखिनु पऱ्यो, जुन चाहिँ प्यानमा हामी चेक गर्न सक्छौँ। त्यो प्यानमा देखिने इन्कम चाहिँ भेरिफाई हुने इन्कमको आधारलाई मान्दाखेरि चाहिँ अस्ट्रेलियन हाई कमिसनले चाहिँ डेफिनेटली पनि अबको दिनमा चाहिँ त्यस्तो खालको एप्लिकेन्टको चाहिँ भिजा दिन सक्छ भने चाहिँ हामीले प्रेडिक्सन गर्न सक्छौँ। अहिलेको सिनारियोमा चाहिँ लाइक स्टुडेन्टहरूले अस्ट्रेलिया अप्लाई गर्दा राम्रो एउटा सेफ अप्सन होला कि नहोला? ओके, नेक्स्ट राम्रो क्वेसन। जो विद्यार्थीहरूको चाहिँ अब एकाडेमी राम्रो छ, ग्याप छैन, जिपिए 3 भन्दा माथि छ, इङ्ग्लिस इफिसियन्सी पनि मास्टर्सलाई एप्लाई गर्दैछ भने मोर देन 6.5, इभन ब्याचलर गर्दैछ भने पनि 6.5, त्यो सिनेरियो छ र उहाँलाई कसले स्पोन्सर गर्ने, बुवा मम्मी अथवा सिब्लिङ, उहाँहरूको चाहिँ इन्कम चाहिँ मोर देन 70-80% इन्कम चाहिँ प्यानमा देखिने इन्कम छ र एटलिस्ट 1 इयरको ब्याङ्क स्टेटमेन्ट छ र सम्भव भएसम्म 2 इयर्स 3 इयर्सको चाहिँ ट्याक्स पेपर सबमिसन गर्न सक्छौँ भने त्यो टाइपको एप्लिकेन्टलाई अझ पनि अस्ट्रेलिया भिजा अप्लाई गर्न सक्नुहुन्छ हामी सल्लाह दिन्छौँ। यदि त्यो नभएको विद्यार्थीलाई चाहिँ बरु कि त वेट गर्नुहोस् कि त अस्ट्रेलिया मात्रै कन्ट्री होइन, तपाईँ युके, युएस, क्यानाडा, अदर युरोपियन कन्ट्रिजहरू पनि एप्लाई गर्न सक्नुहुन्छ, आइदर नेपालमा पनि पढ्न सक्नुहुन्छ, सल्लाह दिन्छौँ हामी चाहिँ। थ्याङ्क यू सो मच सर यो इन्फर्मेसनको लागि। थ्याङ्क यू क्वेसनको लागि।